ल्याम ल्याम भन्दा खुसी भएर झाँसिरहेछ किन अड्किरहेको रहेछ त थोतेको नेट अड्किरहेको दाजी चाबन मलाई है धोला लागत त पनि निजी हैन लास्टमा मलाई सलाक सलाक हो ने सलाक सबजना ट्याप गर्नु होला हैन तपाईहरु ट्याप त गर्नुहुन्न मलाई थाहा छ नगर्नु होला 12-1300 जनाले हेरिरहनु भएको छ हाम्रो थुतुनोलाई हैन मेरोमा न सफल छ न के छ यही थुतुनो हेर्नुमा 12-1300 जना बसिरहनु भएको छ उहाँहरुलाई सबैजना रेस्पेक्ट छ दर्शक नमस्ते अनि हाम्रो नानी जी चाहिँ मेरो डुप्लिकेट बुढी हो भनेको छु नि होला ब्याकग्राउन्ड अन्त डुप्लिकेट रेन र नाना मलाई डुप्लिकेट भनेर मरो यो मुर्दारले भने आज हैन स्पेशलै हो खासमा यो चाहिँ गाली गर्नु त अब भिउजले मलाई भन्छ भिउज मेरो प्यारो दाइहरुले मलाई गाली गर्दैन थाहा छ बोका रहेछ यो थोते भाइ पनि भन्ने सम्म चाहिँ गाली आउँछ गाली त अहिलेसम्म मैले देखेको छैन गाली कस्तो हुन्छ भन्ने कुरा पनि मैले कसैलाई दिन पनि जाने छैन गाली आओस् भन्ने शब्द पनि मैले प्रयोग गरेको छैन मैले गर्न सक्छु त्यस्तो पनि गर्नु भरे भने गर्न सक्छु भिटेनले जस्तो ओ त ठेला न हो आमा बोल्ने बेला अब बोल्ने बेलामा वा यो ल्याइदिन्छ अनि तरा भन्न मान्छेलाई खाँदै बोल्दै गर्नु भइहाल्यो नि भिटेन जस्तो र्याप हान्न थाल्यो भने गाली आउँछ होला एउटा र्यापमा 25 चोटि 4G 3G भन्यो भने चाहिँ गाली आउँछ नभए भिटेन मन नपर्ने मान्छे कम्ती नै छ म पनि भिटेनको बिग फ्यान हो घिसिङ हो नि त घिसिङहरु मनको धनी हुन्छ क्या कहाँ यो जिम्बा रुम्बा टुम्बा जस्तो हुन्छ त म स्टार्टिङमा एकदम मनको धनी हुन्छ नि दाँत झरेको थोत थाते जस्तो हुन्न के हो त्यस्तो चस्मा लाउने अन्धा जस्तो हुन्नन् घिसिङ भनेको एकदम मनको धनी सफा एकदम वाउ जस्तो हुन्छ क्या यु नो घिसिङ समीर घिसिङ भनेको भिटेन लामा हो के बुझ्नु भयो नि थोते के हो रे थोते त ऊ दाँत छैन नामै थोते छ मलाई दाँत नभए नक्कली बुढी भनिसक्यो अब त्यो नक्कले बुढा हो त्यही भएर घिसिङहरु एकदम मनको धनी हुन्छन् राम्रा ह्यान्डसम हुन्छन् त्यसले माल हानिरहेछ तपाईहरु मन दुख्यो हैन हाम्रो भन्ने चीज कहिले दुख्दैन मन छोरा मान्छेको मन कहिले दुख्दैन गाइस दुईटा फुल दियो साथी हो लो गाइस उहाँलाई सबजना फुल दिनुस् मन पर्दैन भने भुल्दिनु कान्छा थ्याङ्क यू भीमाजी भिटेनको घर कुन ठाउँमा रे हजुरबाको प्रपर्टी 15 बिघा के भन्ने पर्छ भिटेनको घर कहाँ भन्ने थाहा पाउनको लागि हजुरबाको प्रपर्टी कति बिघा छ भन्ने ध्यान दिँदा हुन्छ ओके अनि हजुरबाको प्रपर्टी 15 बिघा घर मेरो रौतहट चन्द्रनिगा रौतहट चन्द्रनिगा रौतहट कता हट थियो कता हट हो भन्नु न अब उसको म के हो र अनि म त फ्यान हो फ्यान भयो भन्दैमा सबै खोज्दै हिँड्ने हो र नाम भन्नु न भने कि सुकुटी खानु अनि भन्न आउँछ होला एउटा चपाउनु त गजब बेइज्जती यार सुकुटी खानु क्या के साह्रो भएको सानोलाई देखाउ कान्छ एकचोटि देखाउँछ हो यतिको हुनुपर्छ क्या मेरो कालेको बा थ्याङ्क यू सो मच
यतिको हुनुपर्छ स्क्रिन तानेको त उसको जबरजस्तीले देखा हो नि फेरि जबरजस्ती र रियल भनेको अहिले प्याटर्न नदियो भने रातभरि झगडा गरेर पर्छ त के बोले यो टिकटक लाइभ हो मलाई भने यसरी आउन सक्दिनँ त जबरजस्ती देखाएर हेर्नु हो नि घाँटी निजार्दिनु नि त्यसलाई सौता हो थाहा छ मलाई सब थाहा छ तपाईँहरू त तेरो पाला सक्यो भन्छ हामी त भन्छ भन्नु न भन्छ भन्नु हो त कालेको बाउ दुइटैको बाउ हो अरे काली काम त्यही किन्थेँ मैले अघि नै अब देखाइहालेँ भइगयो कान्छा म आज अब्जर्भ गर्थ्यो क्या हावाको नगर्नु फर्क्यो तपाईँलाई मैले मेसेज गरेको थियो होइन मलाई नि थाहा छ त्यतिखेर म्यासेज गरेर आधा घन्टामा त्यहाँ दुबई पुग्छ बात गर्दा पुग्छ पुग्न त 1100 जनाको ट्याप मान्छे आउँदा अलिकति अड्क्या जस्तो फिल भइरहेछ होइन तपाईँ आज म चाहिँ आउने थियो बरु दुबईमा आएन थाहा छ नाना के भन्दै हुनुहुन्थ्यो म त कालीको आमालाई बोलाउँदिनँ होला आबुधाबी जान चाहिँ गएपछि भन्दै हुनुहुन्थ्यो ए किन रे नबोलाउने मलाई सोध्नु त किन नबोलाउने किन नबोलाउने दुइटा म लड्डु पक्रिनु गाह्रो दुइटा हातमा लड्डु यसरी देखाउनलाई गाह्रो हुन्छ एउटा हातमा लड्डु भयो भने राम्रो हुन्छ बोकै रहेछ कालेको बा पनि यार हजुर त्यही हो के रहेछ रे कस्तो आँखा कस्तो रिमरिम भएको मेरो पदम राणा थ्याङ्क यू नदेखे कि तपाईँले के रहेछ भन्नुभयो थ्याङ्क यू कति ह्यान्डसम भएको भने के आज अनि के रहेछ नि त तन्काइदिन्छु होला मैले त के रहेछ भन्नुभएको क्या चिकम हो तन्किने गाई चुइकम हुनै पर्दैन खतरा दिनुपर्छ तन्किन्छ आफै नुवाकोटे सोल्टी के छ खबर काभ्रेको सम्धि के छ खबर तपाईँ घर कहाँ रे कान्छा उदयपुर कटारी के छ सम्धि खबर हल्का रमाइलो सम्धि तन्क्या थियो अस्तिसम्म थाहा मोबाइललाई चाहिँ कति नचाह त यता र उता उदयपुर सोल्टी के छ खबर मोबाइल नचलाइकन राख्नु नि यार गाउँले सोल्टी ए साथी डबल ट्याटुप गर्नु न ए उदयपुरे सोल्टी कति मोबाइल हल्लाएको यार लन्ठङ जिन्दगीमा 10 वर्ष भइसक्यो हल्लाएको मोबाइल चित राख्नुहोस् अनि लुपु खानु के कति लन्ठङ गरे हो र यस्तो मोबाइल करियरलाई हल्लाएर बसेको 10 वर्ष भयो मेरो होइन ए ल त्यही हल्लाएरै जिन्दगी जाने भयो तपाईँको मोबाइल हल्लाको रहन्छ भन्ने प्रुफ होला घरको मान्छे हाँस्छन् घरको मान्छे हाँसे त राम्रो हो त रुनु यत्रो मान्छेले हँसाइरहेको छ भने घरको मान्छेलाई रुवाउँछु त नि यतिको हुनुपर्छ है कालेको बाला है मैले सोचेको चाहिँ यस्तो हो त्यसै हाँसिरहेछ भने होला उसैले हँसाएको मलाई चाहिँ थाहा चाहिँ होइन मैले त्यतिको त पाएको पायो गाइस दुईटा रोज फुल फालौँ साथी हो दुईटा अब यो उदयपुरे सम्धि अब कति मोबाइल त्यस्तो गरे है तपाईँ भने थ्याङ्क यू भिमाजी ल गाइस वेलकम हेलो भाइ मोबाइल हल्लाको भन्नुभएको छ हेलो नमस्ते हल्का रमाइलोको नाति वेलकम छ सबैजना प्यारो मुटु कलेज फोक्सो आन्ध्र बुढीहरूलाई होइन म यो चस्मा लगाएर हो क्या नमस्ते म आइपुग्यो है नानी अड्क्या कार्तिकलाई ए उदयपुरे सम्धि हजुर हजुर भन्छ यार कति राम्रोसँग है
म अड्किरहेको देखेको थिएँ तपाईँले कार्तिक लाग्यो भनेर महिना गर्दै थिएँ मैले त नै हजुर अड्केको हो कि नै अड्किया थियो एकछिन अड्किन्छ राति राति नेट मेरो जाने आउने गर्छ कि कालेबा कार्तिकमा अड्किन्छ अहिले त वैशाख हो नि वैशाख त्यो रिजल्ट आउने भनेको वैशाखतिर हो हजुरको लाइभमा भ्युअर्स एकदम धेरै हुन्छ थोतेको र नानाको किन रे ए साथी हो सबैजना तपाईँ कान्छा भ्युअर्स भनिहाल्नु भयो कतिजना हुनुहुन्छ त्यहाँ अनि यस्तो त कालेको बात छ यार यहाँ त 200 सबैजना उता जतिजना हुनुहुन्छ उहाँलाई पनि रेस्पेक्ट छ यतातिर जतिजना हुनुहुन्छ सबैजना रेस्पेक्ट कतिजना हुनुहुन्छ त्यतातिर 241 मेरो 1100 जना 1100 जना हुनुहुन्छ तपाईँ मसँग जोइन गर्दा मात्रै भ्युअर्स धेरै हुने हो नत्र 500 200 300 600 अघि मसँग जोइन गर्ने भन्दा अगाडि 200 थियो कालेबा हुन्छ हुन्छ नानी जहाँ जोडे त्यहीँ हुन्छ मेरो त जहाँ जोड्यो त्यही होइन कि मसँग जोड्यो भने चाहिँ धेरै हुन्छ अरूसँग जोड त थोरै हुन्छ अब जहाँ जोडे त्यहीँ हुन्छ त नि मसँग जोड्दा धेरै हुन्छ क्या तपाईँ जान्नु न जहाँ जोडे त्यहीँ हुन्छ क्या म कहाँ जाने हजुर कहाँ जाऊ जोड्ने ठाउँमा मोबाइलले त सबै कुरा हल्लाउँछ के भन्ने यत्रो देश विदेश हल्लाइरहेको मान्छेले यो टिकटक हल्लाउँदैन होला त हल्लाउँछ अहिले भएर कति आधी जति भयो होला हल्लाउँछ एकछिन फुल भएपछि कुनै कुनै बेला हल्लाउँदा पनि के बोलेको त्यहाँ ब्यागमा बोल्नु भएको सुनेर घरमा बुढी हल्लाउँदा पुग्दैन केटा हो म उताबाट यता आएको थ्याङ्क यू वेलकम नानासँग एकदम धेरै हुन्छ भ्युअर्स जबसम्म साथीभाइको एनर्जी हुन्छ नि हात हल्लाएर काम छैन हल्लाउँछ यसले देशै हल्लायो त्यो त हल्लाइरहेको छ अहिलेसम्म देशै हल्लायो यसले हल्लायो हल्लाउने त मैले मात्रै होइन मैले देखावटी देश हल्लायो हल्लाउने दाइहरू धेरैजना हुनुहुन्छ यहाँ मलाई नि हेरिरहने मेरो दाइहरू दिजोहरू उहाँहरूले पनि हल्लाउनुहुन्छ घरि माथि हल्लाउनुहुन्छ घरि तल हल्लाउनुहुन्छ त्यो बुर्ज खलिफाको टुप्पा मासु त तपाईँले खानु भयो मेरो दाँतमा कसरी अड्क्यो नेपाली बाबु थ्याङ्क यू कार्तिक लागेपछि सम्झि त हुन्छ खाने चाहिँ तपाईँ अड्किने चाहिँ मलाई के फेरि तिमीले म कार्तिकको 15 गते भेट भएको थियो फर्स्ट भेट त्यो दाँतलाई आफै सम्झिनु फर्स्ट तपाईँलाई थाहा छ फर्स्ट भेट हाम्रो कार्तिकको नेपालको कार्तिकको 15 गते हामी एउटा पसलमा गएको थियौँ नि दुबईमा कालेको बा त्यो त वैशाख यहाँ कुरा सुन्नु न म कस्तो कुरा गर्न मन लागिरहेछ के भन्छ गर्नलाई मलाई पनि मन लागेको छ कुरा सुन्दैन कसैले मलाई पनि कम्ता कुरा गर्नु मन लागेको छ कसैले सुन्दैन अनि मन लाग्यो भन्ने बित्तिकै हुँदैन क्या जिन्दगी अझै घुमाउँछु अझै ढल्काउनु त तपाईँलाई नै हेरिरहेको छु मैले हेर्नु चाहिँ यहाँ केही छैन फेरि यस्तो ढल्कायो भने केही पनि छैन एनिवे हाम्रो नानीजी चाहिँ मेरो स्पेसलमा को रूपमा पर्छ होइन दाहिने मुटु देब्रे मुटुमा भन्नु मलाई छातीमा देब्रेपट्टि छातीमा भन्नु अनि मात्रै म जहिले कालेबा भन्छु होइन भने म बोल्दिनँ उसलाई मैले मुटुमै राखेँ हो मातेर आन्द्राको छेउमा बसेछ डाइरिया भएर चाहिँ छेर्देको गएछ माया गरेर मुटुमै राखेँ हो खासमा तपाईँको लेभल कालो भएछ कालेको बा मलाई एउटा बाइक हानिदिनु रातो हुन्छ ल कालो भयो भन्दैमा गङ्गु नसम्झिनुहोस्
खालि त्यस्तो भन्यो भने गर्छ म त पुरा लगाइदिन्छु म चन्द्र सधैँभरि कहाँ पूर्णिमा हुन्छ त भर्खरै त्यो औँसी पनि लागेको हुन्छ के बोलेको भाइ के बोलेको मायाले भनेको कि रिस्यो भनेको रन्डो पनि खुबसुरत सुनिन्छ हो मोबाइल किन ढल्काको मासु बिहार खाना हुन्न बिहार त खाँदैन मासु हो कस्तो खान मन लाग्यो हो र मलाई देखाइ यार यतिको नि मान्छे हुन्छ नि त भने के भयो नदेखाएको नि ल त्यसमा बाजेको टाउको त फुट्यो हजुर केटो है साथी हो ह्यान्डसम छ केटो केटो भने कति नम्बरमा पर्छ हो थाहा छैन मुटुमा त मुटुमै हो गेमा 5 रुपियाँ कपाल काटेर आएको ट्यापट्यापै गर्दैन कि मलाई साथीहरूले गेम खेल्नु ट्याप गरेर तपाईँले आइराख थुङमन मलाई भिमलम कान्छा तिलो त्यही त हो थुङमन बिउ उहाँ चाहिँ एकदम नासामा काम गर्नुहुन्छ अरे भन्नु सोध्नु त नासामा होइन उहाँ वैज्ञानिक रे नासा सासो थाहा छैन त्यतिको चाहिँ छोडाउनुपर्छ खाइरहेको छु त्यो कुरा खाइरहेको कति लजाको थोते लजाउँछ त्यहाँ अघि के भनिसक्यो यसमा त अझै अलिकति उफ्रिरहेछ भेट्ने बेलामा त उहाँलाई थाहा छ उहाँ आफै आफ्नो आउनुहुन्छ माथि त्यो एउटा अस्ति तपाईँ म मिलेर एउटा टिकटक बनाहा नि हामी त्यो बढी मेरो दादा आउनु भएको छ प्यारो दाइ शेर्पा सोल्टी हो मेरो दाइ भन्ने बित्तिकै त्यो नाम लिनै पर्दैन क्या दुनियाँ नै थाहा भइसक्यो मेरो दाइ होइन थ्याङ्क यू अनिल राणा थ्याङ्क यू सबैजनालाई धन्यवाद बिग रेस्पेक्ट थ्याङ्क यू सो मच मेरो दाइ भन्ने बित्तिकै तपाईँको नाम लिनै पर्दैन दुनियाँले थाहा पाइसक्यो कि शेर्पा आएपछि सक्यो यहाँ थोतेको लाइफ उड्यो शेर्पा दाइ अल्वेज ब्रान्ड नै हो होइन म ब्रान्ड भन्दा मुनि छु हजुर नन ब्रान्ड यस्तो कम्प्लेन आउँछ शेर्पा हो नि अब गयो हो मेरो जिन्दगी त शेर्पा सोल्टी दनक बजाउने होला यार उताबाट मलाई यता आमा नसक्ने भयो मेरो दुईटा फुल्ने आउँदैन यार मेरो लाइफ जान्छ अब त किन यो के लेख यो ऊ दिन्छ कि त्यो अप्सनै हुन्न कहाँबाट कहाँ थिच्ने भन्ने कुरा 4 मिनटको जान्छ हो 4 मिनटसम्म त्यो दिएँ भने त्यो सेकेन्डमा राखेको छ मेरो नि अघि त्यही भाउ एकचोटि स्क्रोल गर्नु त के गर्नु त स्क्रोल गर्नु अनि फेरि टिकटक लाइभमा थिच्नु अनि पज भन्ने आउँछ पज गर्नु गेमै जोइन हुन्छ क्या हामी यस्तै कन्फर्ममा OST2 लेखेको छ त्यो कन्फर्म होइन कि यस्तो गरेर स्क्रोल गर्नु न पठाउनु स्वाटै कहाँ स्वाटै हो त नि भिडियो बनाइरहेको थियो यत्रो जना हेरिरहनु भएको छ 1100-1200 जना त्यो भ्युज त्यही आउँछ के कान्छा कस्तो नबुझ्नु भयो हजुरले छैन कि यो अप्सनै छैन मेरो थ्याङ्क यू सो मच मेरो स्क्रोल गरेर फेरि टिकटक लाइभको एप्समा थिच्नु पच भन्ने आउँछ पच गर्नु के यहाँ हामी गेम त खेलिरहेको छौँ कि गेममै हुन्छ क्या हामी कहीँ जाँदैन एकचोटि यस्तो गरेर स्क्रोल गर्नु अनि टिकटकमा थिच्नु अनि फेरि लाइभै आउँछ पच गर्नु यही हुन्छ त्यही भयो मेरो अघि तपाईँ थोरै अड्किन्छ के केही हुँदैन यत्रो त्यही भ्युअर्स त्यही फलोअर्स हुन्छ हेर यत्रो र उत्रो भनेको यार भएको छैन त मैले के गर्नु मर्नु तपाईँको त्यो आइफोनमा जस्तो यस्तो गोलो त्यो स्क्रोल गर्ने आउँदैन दुईचोटि ट्याप गरेर यस्तो गर्ने त्यस्तो होइन अर्कै आइरहेछ कुन फोन हो कुन फोन हो
JS2KA जे लेखेको छ त्यहाँ टाइपिङ गर्ने ठाउँ पनि छैन केही पनि छैन सेकेन्ड चले हो कि 4 मिनेट पछि आफसे आप बन्द हुने त्यो 4 मिनेट अब 2 मिनेट 50 सेकेन्ड छ मेरो नि त्यस्तै भयो क्या ऊ स्क्रोल गर्नु अनि फेरि टिकटक एप्समा थिचेर यसको अस्तिदेखि भइरहेको छ मेरो यसको बुद्धि नै छैन यो फेरि अन गर्न मिल्दैन मिल्छ मैले सोधेँ होला तपाईँले सोधे उहाँले मिल्छ भन्नुभयो नि त मैले बोल्नै नहुने हो र मिल्छ नि के हामी बोल्छौँ त लगायत छु थ्याङ्क यू सो मच सबैजना जतिजनाले माया गरिरहनु भएको छ थ्याङ्क यू सो मच म फेरि आउँछु एगान ट्राई यहाँ चाहिँ 1200जनाले हेरिरहनु भएको छ मेरो यहाँ कार्तिकको महिना लागिरहेको छ मेरो लाइफमालाई चाहिँ अरू के छ कि केही त्यो के लेख्छ म टाइपिङ गर्ने ठाउँै छैन म सोल्टी भयो पर्दैन तपाईँले नानाले उहाँलाई दिएको र मलाई दिनु भएको एउटै हो सोल्टी केही छैन त्यस्तै गरेर आउनु के हजुरले नजान्नु भएको के कान्छा के गर्नु त के गर्नु लाइभ गेम गरेर अनि फेरि आउनु न कान्छा थाहा रहेछ त नि गर्नुपर्ने चिज त मैले गरेको छु त नि तर आज हामीले नि मोमो बनाएर खाएको मोमो बनाएर खाएको अनि गरिरहेछ ल एकचोटि इन गरेर फेरि फुत्तै आउनु ल धन्यवाद ल अब 1 मिनेट 26 सेकेन्ड छ थ्याङ्क यू सो मच एचहरू हैन ल यिनै नगरिकन स्क्रोल गरे भए हुन्थ्यो कि योले जानेन त्यो अप्सनै छैन तपाईलाई मैले यहाँ भिडियोमा पठाइदिन्छु हेर्ने यस्तै छ क्या क्यामेरा देखाउनु मिल्छ आज हामीले दिउँसो मोमो बनाएर खाएको त्यो उही छैन क्या मेरो त्यो अप्सन लेख्न अप्सन भएको भए मैले गरिदिन्थेँ अप्सन चाहिँदैन कि स्क्रोल गर्नु भनेको स्क्रोल यसरी पठाउने भनेको स्कोरको केही छैन त अप्सनै छैन आइफोन भयो यसरी दुईचोटि थिच्दाखेरि स्क्रोल गर्ने आउँछ नि यो अप्सन पनि छैन के पनि छैन त्यो चाइनिज भाषामा तपाईँले देखाइदिन्छु मैले अहिले पनि यो देखाउनु पनि मिल्दैन नत्र म यहीँ बोलाइहाल्थेँ मेरो मोबाइलबाट पर्दैन त अच्छा दिउँसो बिहानै बनाएर हामीले बिहानै बनाएर हामीले खाएको नजानेको यार तपाईँले लु एसेप गर्नु यसो गरे पनि 19 सेकेन्डमा जान्छु होइन मेरो ल झरोस् 19 सेकेन्ड मात्रै टाइम छ म 19 सेकेन्ड पछि फेरि एगेन ब्याक 11-1200 जना जतिजना हुनुहुन्छ मेरो प्यारो दाइहरू दिजोहरू सोल्टाहरू सोल्टिनीहरू फेरि आउनुहुन्छ कि कति पिर गरे आउनु त आउँछ यत्रो जना छोडेर मलाई पनि कहाँ मन लागेछ आउनुहुन्छ साथीभाइ दाजुभाइ 70हरूले झारिदियो भन्ने कुरा 19 सेकेन्ड छ अब हेर्नै म बल्ल बल्लै जान्छु यस्तो भसी आउँदैन ओ ल त्यसलाई आउँदैन रहेछ कि त्यो स्क्रोल गर्नलाई यसलाई जान्न ए के बोलेको अब के बोलेको ब्याक भएर इन गरेर आउँछ थ्याङ्क यू साथीहरू थ्याङ्क यू लगायत यो दुईजनाको भिडियो चाहिँ आजलाई यति नै होइन मैले चाहिँ अर्को भिडियो पनि एडिट गरिरहेको थिएँ त्यही भएर यहाँ चाहिँ म चाहिँ घोटो परिरहेछ हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो हेर्नु है त फुल भिडियो हेरेर लाइक सेयर कमेन्ट गर्नु होला ल गाइज थोतेको ऊ चाहिँ चलेन होइन नेट चलेन अर्को भागमा हाल्छु पार्ट 1 पार्ट 2 हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो हेरेर लाइक सेयर कमेन्ट गर्नु होला यदि मेरो च्यानल कोही नयाँ हुन्छ भने सब्सक्राइब पनि गर्नु होला भन्दै आजल चाहिँ यो भिडियो यति नै हस्त बाई